सो हेलो एन्ड नमस्ते साथीहरू सबैजनालाई वेलकम छ। सो वेलकम ब्याक टु न्यू डे न्यू ब्लग फेरि पनि यो चाहिँ मेरो महिनौ पछिको ब्लग हो। आफ्टर मन्थ्स भनौँ होइन, साँच्चीकै भयो होला 3-4 महिनै भयो होला मैले ब्लगहरू नहालेको पनि होइन। सो आजबाट चाहिँ म रेगुलर मेरो आफ्नो च्यानललाई कन्टिन्यू गर्छु, अब ग्रोन गराउनुपर्छ च्यानललाई पनि। सो अहिले चाहिँ म क्रिस्टल जान आँटेको, मलाई क्रिस्टलबाट फोन आएको थियो, हजुरको दाँत के कस्तो भयो एकचोटि फलोअपमा भिजिट गर्नु, दाँत के कस्तो छ होइन, झिकेको दाँत पनि हेर्नुपर्ने छ। र म अब क्रिस्टलमा जाँदैछु है त साथीहरू, घरमै छु अब चाहिँ निस्किन आँटेको म। अब चाहिँ चिसो चिसो बढेको छ होइन, ल जाउँ है त अब। ल है त साथीहरू, म चाहिँ अब निस्किन आँटेँ। यहाँ चाहिँ मेरो परी छ, मैले निकालिछु, यसलाई धोइ दाइ पारेर निकालेको छु, सफा गरेर निकालेको छु है त। अब म हजुरहरूलाई क्रिस्टलमा गएर भेट्छु। च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला, राइटर आदित्य केसी छ, गएर सबैले सब्सक्राइब गरिदिनु होला। र म टिकटकमा पनि लिङ्क राखिदिन्छु है त। गाइस मेरो चाहिँ दाँत बनिसकेको छ है, म यहाँ ब्यान्डेज बाँधेको छ, दाँतभित्र ब्यान्डेज हालिदिइसकेको छ डक्टरले चाहिँ। म चाहिँ क्रिस्टलमा आइसकेको, मेरो दाँत बनाइसकेर निस्केको छु, यहाँ क्रिस्टलमा आइसकेको छ। च्यानल हेर्दै सब्सक्राइब गर्न नभुल्नु होला, क्रिस्टलमा आउनु होला दाँत बनाउनु परेमा ए। म चाहिँ हाइली रिकमेन्ड गर्छु सबैजनालाई है, क्रिस्टल भिजिट गर्न होला दाँत बनाउनु परेमा। हाम्रो डक्टरहरू एकदम हाइली रिकमेन्ड गर्नुहुन्छ यहाँ। सो गाइज, सो साथीहरू है, आजबाट चाहिँ मैले अब तातो खान सुरु गरेको छु। भर्खरै मैले म डेन्टल क्लिनिक पनि पुगेर आएँ, फलोअप गरेर आएँ। डक्टरले रिकमेन्ड गर्नुभएको छ ठिक्क तातो खानु पऱ्यो, धेरै तातो नि खानु हुँदैन अरे अझै पनि, ठिक्कको तातो खाऊ भन्नुभएको छ। त्यहीले मैले यसलाई ठिक्क तातो बनाएर हर्लिक्स खाँदैछु। किनकि मेरो धेरै ठिक्क तातो नि खानु हुन्थ्यो, चिसै खानु परिरहेको थियो 1 हप्तासम्म। र मेरो तुत डिके भएको थियो होइन। साथीहरू, आफ्नो दाँतको चाहिँ एकदम ख्याल राख्नु है, तपाईँहरूले टाइममै ख्याल राख्नु भएन भने दाँत चाहिँ एकदम किराले खाने, चक्लेटहरू बार्न सक्नु भएन भने दाँत एकदम किराले खाने, सुगरहरू एकदम बार्न सक्नु किराले खाने। अनि तपाईँको दाँत चाहिँ आरसिटी गरेर पनि दाँत आरसिटी गर्नुपर्ने हुन्छ, दाँत फाल्नु पर्ने हुन्छ मेरो जस्तै गरी है। मेरो चाहिँ पुरै दाँत फालेको छ होइन, त्यहीले केही चिसो 1 हप्तासम्म म बिमारी भएँ, ज्वरो आयो, 1 हप्तासम्म मुख बारेँ मैले पनि, चिसो मात्र खाना खाएँ, तातो केही पनि खाइनँ। त्यसैले पनि मुख मार्नुपर्छ, दाँत निकाले पछाडि चिसो मात्र खानुपर्छ होइन। 1 हप्तासम्म तपाईँले चाहिँ चिसो मात्र खाइरहनु भने तपाईँको दाँतलाई केही हुँदैन, रगत आउने, ब्लडहरू रोकिने हुन्छ, झन् राम्रो हुन्छ होइन। आइसक्रिमहरू चाहिँ कहिलेकाहीँ अब खानुपर्छ होइन, हप्तामा तपाईँले अब दाँत निकाले पछाडि चाहिँ, मैले चाहिँ 2 दिन खाइदिएँ आइसक्रिम, त्यहाँबाट मेरो बल्ल ब्लड रोकेको थियो। र आज चाहिँ फाइनली मैले यसरी तातो हर्लिक्स बनाएर खाँदैछु होइन। अब मैले चाहिँ डक्टर अघि फलोअपको लागि गएको थिएँ, मेरो घाउ, दाँत निकालेको घाउ सफा गरेर आएँ। दाँत निकालेको घाउ सफा गरिरहनु पर्छ, देखिरहनुपर्छ, बेला बेलामा फलोअप गरिरहनुपर्छ। घाउ दुखेको छ तपाईँहरूलाई, घाउ पाक्न सक्छ है, भित्र दाँतको घाउहरू प्रब्लम आउन सक्छ। त्यसैले पनि यसरी चाहिँ चिसोहरू बार्नु होला दाँत निकाले पछाडि। मैले चाहिँ आज भर्खरबाट तातो सुरु गरेको छु, टेस्ट होइन, बल्ल मुखमा टेस्ट आउने छ अब चाहिँ मलाई। सो साथीहरू, फेरि पनि स्वागत छ है, ब्याक टु दि ब्लग। बाइक स्कुटी चलिरहेको रहेछ युनिभर्सलमा। म मनिषलाई एकचोटि फोन गर्छु है त, फेरि मनिषले के भन्छ है त। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. है त साथीहरू, म पनि अब निस्किन आँटेँ। 3 बज्न लागिसकेको छ, डक्टर आउँदै हुनुहुन्छ नि। मेरो 3:30 बजेको फलोअप छ आज चाहिँ। दाँत बनाउनु जाँदैछु, क्रिस्टलमा जाँदैछु म कट्ठाघर होइन। के हुन्छ कसरी बन्छ दाँत आज म देखाउने छु, मेरो भिडियो गरिदिनु भन्छ दाँत कसरी बन्छ। अब जाउँ है त। ल साथीहरू, युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला, सबैजनाले माया गरिदिनु होला, सबैजनालाई एकदमै थ्याङ्क यू भन्न चाहे। तपाईँहरूले टिकटकमा नि यति धेरै साथ दिनुभएको छ मलाई होइन। र म लाइभ पनि आइरहेको हुन्छु, तपाईँहरू सँगसँगै लाइभ पनि बसिरहेको हुन्छु बेलुका चाहिँ। सो युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। राइटर आदित्य केसी युट्युब च्यानल छ भने टिकटकमा पनि राइटर आदित्य केसी छ, मेरो फलो गर्न नबिर्सिनु होला। इन्स्टाग्राममा पनि फलो गर्नु होला, लिङ्क हालिदिनेछु। सो सबैले मलाई सब्सक्राइब गर्नु होला, सब्सक्राइब गर्नुभएको छैन भने नोटिफिकेसन गरेर सब्सक्राइब गर्नु होला है, बेल आइकनमा सब्सक्राइब गर्नु होला। सो म चाहिँ अहिले लागेँ, अब लेट्स गो एन्ड मेट इन क्रिस्टल डेन्टल हस्पिटल। फेरि लाग्यो साथीहरू, अब चाहिँ क्रिस्टलतिर लाग्यो है।
ल साथीहरू म क्रिस्टलमा गएर भेट्छु है त नमस्ते सबैजनालाई फेरि पनि वेलकम टु न्यू डे न्यू ब्लग है म यतिखेर चाहिँ कठा गरेर जाँदैछु क्रिस्टलमा र 4 बजी डक्टर आउनुहुन्छ भनेको थियो ढिला भइसक्यो अहिले आइएम रसिङ फर द्याट अनि याङ्गो पनि गर्नुपर्ने छ साथीहरू म याङ्गोमा जान्छु अब म यहाँ क्रिस्टलमा आइसकेको छु दाँत बनाउनलाई क्रिस्टल डेन्टल भक्तपुर होइन डक्टरहरूको नाम पनि छ यहाँ सिनियर डक्टरहरूको होइन मलाई चाहिँ उहाँ डक्टरले हेर्नु भएको डक्टर सुमित केयरमासले हेर्नु भएको अनि हाम्रो डक्टर मनोज श्रेष्ठ डक्टर बिन्दु पौडेल हुनुहुन्छ ए सो यहाँ चाहिँ डक्टरको नाम छ यहाँ क्रिस्टलको लोगोहरू छ पार्किङ यहाँ छ सो सबैजना साथीहरूलाई गुड मर्निङ छ विथ द ब्युटिफुल भ्यू एन्ड विथ द ब्युटिफुल डे आज चाहिँ सन्डे हो सो गाइज एन्ड ल साथीहरू वेलकम ब्याक टु द न्यू डे न्यू ब्लग सो फेरि पनि वेलकम छ हजुरहरूलाई केही दिन पछाडि वेलकम छ मेरो ब्लगमा यतिखेर चाहिँ बिहानको 8 बजिसकेको छ र म चाहिँ माथि छतमा छु है यस्तो दामी घाम लागिरहेछ हेर्नु घाम लागिरहेछ मैले पुरै यो सूर्यको फोटो लिएर भिडियो लिइरहेको छु होइन घाम लागिरहेछ मजाले सो सबैजना आफ्नो घरमा बिजी हुनुहुन्छ होला सबैजना आफ्नो ठाउँमा बिजी हुनुहुन्छ होला है बिहान उठेपछि आफूले गर्नुपर्ने कर्म पाठ पूजाहरू गर्नुपर्ने हुन्छ मैले चाहिँ गरिसकेको छु ल साथीहरू मेरो चाहिँ अब सिमेन्ट उक्किएछ फोन गरेर भन्नु पऱ्यो सिमेन्ट उक्कियो दाँतको सिमेन्ट उक्कियो बनाउनु आउनु पर्ने भयो कहिले आउँदा हुन्छ अरे आरसिटीको सिमेन्ट हो फेरि सो यहाँ चाहिँ लुगाहरू धोएर सुकाउनु भएको छ है हाम्रो पूजा कोठामा चाहिँ पूजा भइसकेको छ यतिखेर अनि अब म पनि ब्रेकफास्ट बनाउँछु साथीहरू So with a beautiful day, beautiful moment. With a beautiful day, with a beautiful moment. Look at the sun now. So यहाँ चाहिँ हाम्रो दिदीले सफा गर्दै हुनुहुन्छ तल त साथीहरू ल अब म ब्रेकफास्ट बनाउन लाग्छु सो सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब माई च्यानल राइडर आदित्य केसी युट्युब च्यानल सब्सक्राइब गर्नु नबिर्सिनु होला सो गाइज म ब्रेकफास्ट बनाउन जान्छु स्टे ट्युन सबैजना हेर्दै गर्नु होला मेरो भिडियो सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गर्न नभुल्नु होला सो आई विल मेक द ब्रेकफास्ट एन्ड मेट यु अगेन बाई बाई गाइज मेरो ब्रेकफास्ट रेडी भयो तर फाइनल रेडी भएको छैन फ्रेन्च टोस्ट बनाएँ एन्ड हेयर इज माई कफी एन्ड नाउ हेभ टु मेक अ स्क्रैम्बल एग आई विल मेक अ स्क्रैम्बल एग सो हेभ अलरेडी मेक फ्रेन्च टोस्ट ब्रेड एन्ड विथ कफी एन्ड नाउ आई विल मेक अ स्क्रैम्बल एग फास्ट एन्ड आई विल हेभ माई ब्रेकफास्ट इट्स लुक्स सो यामी होइन त यति टेस्टी देखिरहेको छ यति यामी देखिरहेको छ कि मैले घरमा आफै बनाउँछु है यसरी हेल्दी ब्रेकफास्टहरू चाहिँ सो साथीहरू फाइनल्ली मेरो ब्रेकफास्ट चाहिँ रेडी भइसकेको छ अब म चाहिँ ब्रेकफास्ट लिन तयार छु है यतिकै हेल्दी ब्रेकफास्ट आफूले घरमा बनाउन सक्नुपर्ने हुन्छ है म अहिले फ्रेन्च टोस्ट ब्रेड विथ स्क्रैम्बल एग बनाएको छु यसलाई भन्छ यो ब्रेडलाई भन्छ फ्रेन्च टोस्ट ब्रेड भन्छ होइन यसलाई के हालेर बनाउनुपर्छ त्यो पछि सिकाउँदै जान्छु स्क्रैम्बल एग होइन होटलहरूमा अब ब्रेकफास्टको रूपमा मानिन्छ स्क्रैम्बल एग पोच्ड एग सनी फ्राइड अप एग अब जस्तै अब भेज अम्लेटहरू है बिहानको ब्रेकफास्टमा खाइन्छ यो चाहिँ मोस्टली फरेनर कन्ट्रीहरूमा ब्रेकफास्टमा लिने रूपमा मानिन्छ होइन सो यो चाहिँ यसरी बन्छ है ब्रेकफास्ट चाहिँ Close till I get up. Time is barely on our side. I don't wanna waste what's left.